आज पनि बाँदरबारीमा बसेर बेपत्तै छ। बाँदर मात्रै भए त हुन्थ्यो नि। बाँदर र बँदेलले हैरान पारिसक्यो। बिहान बाँदर आउँछ, बेलुका भयो भने बँदेल आएर खेतबारी जोतेर खत्तम पारिसक्यो नि। हो त, गुल्मीमा त आजकल नयाँ मोडल चलेछ त, न विकास मोडल न समृद्धि मोडल, बाँदर र बँदेल मोडल। किसानले दुःख गरेर बाली लगाउँछ, अनि चाहिँ पाक्ने बेलामा बाँदर र बँदेल आउँछ। बाँदरले दिनको पालो मेरो, रातको पालो बँदेलको भन्छ। हिजो नेताजी आउनुभएको थियो, मैले सोधेँ यसको समाधान के छ? अनि के भन्नुभयो? हामी यसमा गम्भीर छौँ, अध्ययन गर्दैछौँ भन्नुभयो। अध्ययन त धेरै भयो, बाँदरले रिपोर्ट बुझाउने कि बँदेलले भन्ने छ? हो, तर किसानको पीडा चुनावमा भाषण मात्र होइन, समाधानको विषय भन्नुपर्छ। सही कुरा। बाँदरले मकै खायो, बँदेलले खेत खन्यो, तर किसानको पसिना कसैले नखाओस्। हो, एकदमै सही। अब हामीलाई भाषण होइन, समाधान चाहिएको छ। नत्र गाउँमा खेतीभन्दा बढी बाँदर र बँदेलको सङ्ख्या हुन्छ। किसानको पसिना जोगियो भने खेत जोगिन्छ, खेत जोगियो भने गाउँ जोगिन्छ, गाउँ जोगियो भने देश जोगिन्छ। अब भाषण होइन, समाधान खोज्ने बेला आएको छ।